गुड मर्निङ एभ्रिवान। सधैँको जस्तै मेरो डेली रुटिन 3 ग्लास मनतातो पानी खाएँ अनि त्यसपछि जिमतर्फ लागेँ। अनि 2 बोइल एग्स, बोइल चिकपी खाएँ अनि सोल्डर वर्कआउट आज मन्डे। सो वार्मअप गरेँ मजाले, होल बडी वार्मअप गर्छु वार्मअप चाहिँ। अनि त्यसपछि सोल्डरको अलिक प्रायोरिटी दिएर गर्छु। सो फर्स्टमा गरेँ डम्बल रेस 4 सेट 12 to 16। सेकेन्डमा गरेँ मसिन प्रेस, सोल्डर मसिन प्रेस, त्यो पनि 3 सेट्स 12 to 16। त्यसपछि मैले गरेँ फ्रन्ट रेस पनि 3 सेट 12 to 16 गरेँ। अनि त्यसपछिको मेरो रिभर्स फ्लाइ, त्यो पनि 3 सेट 12 to 16 गरेँ। पछाडि चाहिँ वाङदेल सर हुनुहुन्छ। फेस पुली चाहिँ 3 सेट 12 to 16 फेस पुली गरेँ। अनि फेस पुली पछि लास्टमा मेरो स्ट्रक पनि तपाईँको 3 सेट 12 to 16 नै गरेँ, हार्ड अलिकति। अनि सो आज सावर गरेँ सकेर। अनि त्यसपछि चाहिँ म जिम बौद्ध भ्यू हेरेँ एकछिन, जिमलाई टाटा बाई बाई गर्दै भिडियो बनाउँदै होइन। अनि घरतिर लागेको। सो दिदी भेट्नुभयो, दिदीसँग तरकारीहरू किन्ने सल्लाह गरेँ। अनि दिदीले तरकारी के दिनुहुन्छ भनेको, जे लान मन लाग्छ त्यही दिनु रे। यति दिनुभयो, 100 रुपियाँमा यति धेरै दिनुभयो, धेरै खुसी लाग्यो। अनि बोल्न पाउँदा 4वटा बोइल एग खाएँ। अनि सबैजनालाई ह्याभ अ गुड डे भन्न